स्वागत छ त गाइस। आज तान्से जाने गर्न रेडी भइसकेन म। खाना साना खाएर हैन भान्जा छन् काले भाइ हैन। सुरुवात चाहिँ मेरो धेरै जसो अब यो रुमैबाट हुन्छ किनकि मेरो रुम हो, त्यसैले कपडा सपडा पनि यहीँ राख्छु हैन। लाएर दाजु र म गइन्छ, सामान डिङ्ग छ त्यहाँ आउँदैछ नि त। एडभान्स ह्याप्पी तिहार सबैजनालाई हैन। यसो जानु पर्यो भनेर हो, काम छ हैन। टक्क लगाउनु पर्यो, मजा भेटाइन्न कल्लै हैन। मजा कहाँ हराउँछ कहाँ जति मजा भयो कि हराइदिन्छ। तर चाहिँ राख्छु यस्तो राखेर छन् फेरि कति हराउँछ मजा त। कहिले मन्दिर जाँदा राति भएर हराइदिन्छ, मन्दिरमा पनि हराइदिन्छ, फालिदिन्छ पनि कहिले कि राति अबिर लगाएर जलाउँछु। त्यसपछि ब्रस गर्नु छ, नखाएपछि त ब्रस गरिहाल्नु पऱ्यो। त्यसपछि हामी चाहिँ लागिन्छ बजारतर्फ। सबैजना सपोर्ट गरिदिनु पऱ्यो क्या, सब्सक्राइब पनि हानिदिनु पऱ्यो होइन भिडियोमा। मजा लगाउँछु, रेडी हुन्छु टक्क लगाउँछु। गुड मर्निङ। Good morning guys, and good morning guys everyone. Last टाइट छ जुत्ता गोरेको त तान्सी जानु अरे सामानहरू। तपाईँ बसलाई कल गर्नु न, रानी मर्काउला नि। त्यो पनि 11 बजीसम्म आउँदाखेरि आफै फेरि सोल बिग्रियो है। कसले? हामीले उनीहरूलाई बान्नु पऱ्यो, त्यत्रो छोड्नु भएन होइन। कला रेडी भइदिएन। दाजु मलाई रेडी हुँदैछ, भइ पनि सकेछ। दाइ चाहिँ ह्यान्डसम छ कि मेरो दाइ, ट्विन्स हो तर फरक छ होइन, फेस मिल्दैन नि हाम्रो। तर यो गोले छ, म लाम्चो छु अन्डा जस्तो, यो भलिबल जस्तो यस्तो बुढी जस्तो। ज्यान पनि फरकै छ, म दुब्लो छु, दाइ चाहिँ मोटो छ। बडी बिल्डर जिम गरे कोले गरे दाइ। यो चाहिँ अल्छी छै, फोरी हेर त बिस्तारै पटाउँदैन। घोप्टेको यहाँ मत पटाएर राखेको लडाइँ हाम्रो चाहिँ यसो फाइट छ नचल्नु फेरि। गुड नाइट भन्दैन सबैजनालाई। गुड नाइट। धीरज डोना सोझो भयो, अब यो बिग्रिँदै है। कपडाहरू छन् यहाँ चाहिँ दुवैबाट लिएर मलाई एउटा टी सर्ट पनि देखेन गिफ्ट पनि दिएन। के अरे त्यसको धीरज डोना गर्लफ्रेन्ड आयुषा आयुषमा कपाल काटेको खै कस्तो के छ थाहा पनि छैन। सर्टै सुट हाल्दिनँ, ब्रस हान्नु पऱ्यो अब चाहिँ। प्याक बाथरुम चाहिँ हेर्ने घरमा यसो भिजिट गरिदिनु पऱ्यो है त गाइस। के भनौँ अरू त होइन, सपोर्ट गरिदिनु पऱ्यो, माया गरिदिनु पऱ्यो। टिकटकमा पनि छ बायो होइन, बायोमा लिङ्क। फेसबुकमा पनि छ, फेसबुकतिर पनि जोइन भइदिनु होला, फलो गर्नु, लाइक गरिदिनु होइन।
यो चाहिँ हिजो बेसार काट्दा है त्यहाँले भएको मेरो पनि छ मेरो त अझै घाट पनि काटेको है गाइस चाहिँ बब्बाल वेदर भएको दिन वेदर म फेरि अब बेसार काट्न हिँडेको गाइस काम गर्छ है भान्जोले कालो पाँडेले अरू दिन जाडो हुन्थ्यो कि यस्तोसम्म पनि आज त बब्बाल दिन गर्मी हुन्छ होला यतिकै गइदिने म चाहिँ आज चाहिँ बुढीसुढी लगाउनु क्यारम देखेको रहेछ दिदीहरूले आउट अफ कन्ट्रीमा भएको दिदीहरूले यस्तो गिफ्ट हानिदिनु हुने भाइलाई होइन के गर्नु बाथरुम जाम भनेको ब्रस गर्नु फेरि एक्स्ट्रा ब्रस छ नि तर अरूको होला यो के गर्ने के यो फेरि के यो हैछ के हैछ गाइस कसैलाई मर्नु छ भने भने म बेचिदिन्छु ब्याड सजेक्सन दिन्छु गुड सजेक्सन दिएर मसँग कसैले राम्रो गरेन को हो यहाँ हजुर मम्मीको मोबाइल हेऱ्यो भाइ यस्तो छ फटाहरू अहिलेको बच्चाहरू मुहा झिकेर खुब ढोका हात थुनेर हजुर मम्मीको मोबाइल हेर्दै आइफोन 78 छ चार्जर नचलाऊ कुरो अम्मा गर्छौ अम्मा गर्ने अहिले हिँड उता मम्मीहरूको रुममा आएर च्वाट्ट चोरी हाल्ने यत्रा फटा मोबाइल हेर्न पायो भयो अरू केही खाना पनि खान्नु त्यस्तै आजकलको बच्चापछि यस्तै हो जाने कस्तो झिकिहाल्नु पऱ्यो पैसा सैसा खल्तीमा कसले हुँदैन छैन दाम छ खाली छ सब भिकारी एकदम भिकारी माको भिकारी मै होला वाच एउटा वाच बनाउनु दियो बनेपा ठिकै छ अरू वाच पनि छन् तर सक थोत्रो हुन्छ कि मेरो हातमा कसले घडी खप्दैन यार कहिले किमाइन्दा खस्छ कहिले बाइकमा जाँदा खस्छ कहिले साइकलमा कहिले त्यत्तिकै फुट्छ गर्लफ्रेन्ड भएको भए यस्तो गिफ्ट दिनुहुन्थ्यो अब छैन के अरे खै हाँसो हाल्नु टी सर्ट चाहिँ हाल्नु भनेको खै कलर महँगो महँगो वाच हो यो फेरि लुक्स चाहिँ बब्बा छ नि हेर्नु 200कोमा 3-4वटा जिरो थप्यो होला महँगो एकदम पाइएला अब ठाउँ ठाउँमा त सस्तो होला तर एक्सपेन्सिभ केटीहरूले के देब्रे हातमा लगाउने हामी केटाहरूले राइट ह्यान्डमा लगाइन्छ हात पनि कति नराम्रो देखियो गाउँघरमा भएपछि काम गर्नुपर्छ फोहोर हुन्छ मेलापात घाँसपात होइन जे पनि गर्नुपर्छ यो जति इमान्दार कोही छैन के जे भन्यो त्यही भनिदिन्छ होइन हे बेब आई लभ यु तँ भनिदेऊ न यस्तो सोझो को छ होला केही न मिमिक्री गरिदिन्छ दौरो सब्सक्राइब गरिदिनु होला होइन सेयर रिपोस्ट होइन टिकटकमा भिडियो रिपोस्ट पनि हानिदिनु पर्यो टक्क लाएर यो त फ्रस्ट्रेसन मान्छेहरू जो हुन्छ फ्रस्ट्रेस मान्छेहरू तिमी लगाएर राख्दैन नि झिझिन्छ त दार्जिलिङ रेडी हुँदैछ जुत्ता लगाउँदै
17,000 का छ 17,000 साथै यो जुत्ता कसरी लगाउनु ओभर पुरानो जुत्ता हो तर झ्याप्पै 1-2 फेर लगायो क्या नयाँ जस्तो छ तुना बिग्री छ तुना पनि ठिकै रहेछ लेसहरू पनि राम्रै एकदम मजबुत हुन्छ यो स्पोर्टको क्या होइन 2-4 वर्ष पहिला स्पोर्टकै छ राम्रो 2-4 वर्ष र तेरो बाजे 6-7 वर्षको पहिला दिदीले किनिदिएको तिहारकै गिफ्ट हुन् यस्तो ऱ्याकहरू सब बिग्रिख घङ्ग्राङ घुङ्ग्रुङ यो झेउ लाग्दो ऱ्याक हुँदो रहेछ जोर्डन छ फ्लेक्स यहाँको पनि फेरि देखाइदिएको नि फ्लेक्सलाई पनि देखाएको भन्छ तर म चाहिँ यस्तो मात्र देखाएको अब गइन्छ दिदी पनि जानु भन्नुभएको थियो के बुटोलतिर कति बेला जाने थाहा छैन त्यही उसको चेकअप गर्नु हो क्या कालो छु है म त कालो एकदम कालो छु हिँड्दिन पऱ्यो टोइलेट प्याक छ क्या हो ब्रुस गर्नु बाथरुम पानी सानी खाइदियो कडाक कुडुक चलिदियो ब्रस सरस चुइकम खाएपछि जान्छ चिसो फ्रिजमा राख्यो भन्दा बेहतर चिसो गाउँघरमा यहाँ चाहिँ पावर ब्याङ्क थियो क्या बिग्रेको पावर ब्याङ्क बनाउन सक्यो खात्ला खुत्ले के खाने अन्त बिग्रिनु भएन नि फेरि किनेर लिएर आएको यार यसैले कति महँगो पर्छ ओरिजिनलवाला हो यो रेडवाला यो डुप्लिकेट हो यो चाहिँ ओरिजिनलवाला हो इयरफोनै भनौँ अब हेडमा लगायो ब्लुटुथ कनेक्टवाला हो हुन्छ आफूले थाहा छैन किन नहुँदैन बिग्रेछ चाहिँ हुन्छ यो होइन चाहिँ हुन्छ यसको उजो भाँचिएर कि केटाकेटीले चलाइदिएर भित्लाको मोबाइलको जस्तो भाषा हुन थाल्यो भित्ला टक्ला अब चाहिँ हामी गइन्छ यति हो सामान लिएर जानुपर्ने अरू पनि के छ र अरू बनाउनु पर्ने छैन ओल्ड वाच हो लास्ट ऊ बाबाले लिएर आउनु भएको थियो अरू पनि थियो कतिवटा त फालिदिउँ यो चाहिँ राखेको एक्सपेन्सिभ पुरानै यो ढाउरो यस्तो घडी राख्नुपर्छ कि पुरानो ओल्ड हामीभन्दा बुढो हो क्या त्यो घडी न भ्याबार हिँड्न जाम लेभल हुनुपर्छ होइन आइसको बास लगाउनु त घन्टाको त्यत्रो लाग्दैन नि यसको डाइरेक्ट के भित्रको यो बिग्रेको यति बिग्रेको यसभित्र टम एन्ड जेरीले माई रियल फ्रेन्ड टम एन्ड जेरी ट्रु फ्रेन्ड यस्तै नि एउटा गोजी यहाँ राख्ने हेर मथि यस्तो दुब्लो केटीको जस्तो फिगर छ मेरो फेरि होइन केटीको जस्तो छोड्नु ए यहाँ भयो एउटा सिम्पली गाजा केटा परियो केटै भएको भाग्यो केटी भएको त होइन चल बाबु हिँड्छौँ हामी चल्दैछौँ घरबाट निक्लिसकेको घाम छ पैसा राखिस् दाइ यिनीहरूको बरु जोडा छ यार मेरो छैन जोडा कहाँ छ होला मेरो के गर्दै होला मेरो मात्र छैन होला यार छँदै छैन क्या हो यो जीवनमा त्यस्तै छ सिङ्गलै मर्छु क्या हो भएकोले पनि हेर्दैनन् राम्रो जति हाम्रो हुँदैनन् होइन त्यही हो दिदीहरू मम्मीले भाँडा माझ्दै होइन माथिबाट आउँदैनन् दिदी मेरो भाग्यमा छैन भागल पनि छोडिदिन्छन् त्यस्तै हो खाना
बरस गरेर नुहाएर जाने मान्छे अब हिँड्ने पछि टाउको नुहाउने अरे सालाले आधी घन्टा लाग्यो क्या भान्जाले त्यसरी हो कहाँ झोला ए दाइ रातो झोला खान जा त्यति बेला के बोल्छ के घमेडियो कि मैले चाहिँ बस्नु पर्यो रे भाडा मार्दैछन् भाडा मार्दा हिँड्नु भन्छन् गाउँघरको चलन त होला नि क्यार्ने बेरोजगार त्यही माथि सिङ्गल लाइफ डेन्जर अरू के भन्ने गएर गाउनु थाल्यो टोइलेटमा कसले बस्दा गाउँछ यसो कमेन्ट हानिदिनु पऱ्यो बानी होला नि कसैको टोइलेटमा गएर गाना गाउने कपडा धुँदा काम गर्दा अझ चाहिँ यसो बजारतिर पुगेर राखौँ होइन क्लिपहरू हल्का भिडियोको क्लिपहरू राख्छु एडिट गरेर होइन एडिट गर्न जो टाइम लाग्छ लास्टै के गर्ने सपोर्ट पनि चाहियो के त्यतिकै भन्यो नि सपोर्ट गरिदिनु पऱ्यो सब्सक्राइब गरिदिनु पऱ्यो ल